हेलो साथीहरू, वेलकम टु माई कुकिङ भिडियो डे 5 मा स्वागत छ। आज चाहिँ हामी चटपटे बनाएर खाने योजनामा छौँ। चटपटे बनाउनुको लागि सबै सामानहरू ठिक पारेँ। अनि पहिला सुरुमा दाल हालेँ। अनि बन्दा पनि हालेँ, काटेर राखेको थियो। अनि बदाम, गाजर, प्याज, काँक्रो, धनियाँ, आलु, अनि यो चाहिँ लप्सीको धुलो भिजाएर राखेको थिएँ, अमिलोको लागि प्रयोग गरेँ। अनि मैले सस चाहिँ थोरै मात्र युज गरेँ। अनि हरियो खुर्सानी, अनि चाउचाउ पनि मैले थोरै मात्र हालेको छु, किनभने हेल्थको लागि राम्रो होइन नि त। अनि बिरे नुन, अनि मैले चाहिँ यो घरमै बनाएर राखेको मसलाहरू युज गरेँ। अनि छोप पनि हालेको थिएँ, अनि घरमै बनाएको मसलाहरू पनि हालेँ। त्यसपछि मैले सबै कुरा हालिसकेपछि भुजिया माथिबाट भुजिया हालेँ। अनि त्यो भुजियालाई पनि हालिसकेपछि राम्रो छ। अनि यो चाहिँ चटपट मसला थियो, अनि त्यो चटपट मसला पनि हालेँ। अनि मैले राम्रोसँग मोलिसकेपछि खानाको लागि रेडी भयो। अनि मैले सबैलाई दिइसकेपछि अनि आफूले खाएको थिएँ। अनि लास्टमा आफूले खाँदा चाहिँ कस्तो भयो भने एकदम धेरै मिठो भएको थियो। अनि मैले त गम खाएर सकाएँ। मेरो भिडियो लास्टसम्म हेर्नुभएकोमा धन्यवाद। हजुर पनि बनाएर खान सक्नुहुन्छ चटपटे।